ए चकलेट खान्छु सबैले सुन मम्मी मलाई 5 रुपैयाँ ल्याउनु न। हे खैतामा हाम्रो बाको धेरै भयो मासु भात नखाएको। हे मासु लिन गएको कहाँ फसेछ रौसी खाएर झन् उतै बसेछ के। हे आमा शुद्ध बोल्न पोला छ हाम्रो बाउनी छैन कागा छ के हो। ए छोरछोरीलाई राम्रो राम्रो मिठो मिठो दिएर राम्रोसँग फकाउन काली मम्मी ढेडो नपकाउन। ए तेरी आमा काली छन् हाम्री चाहिँ गोरी तर ठेगानलाई छैनन् छोरी। ए प्याचै बोल्छु नदुखाउ मन दादा तिम्री आमा नक्कली छन् दादा। आजकल बानी घरै छैन भो हाम्री आमा जति त होइन भो। ए सम्मान गर्छन् जहाँसुकै गए नि भन्न हुन्न आमा जे भयो। ए बस्ने बेला गोबारै सोरेर लाउँछिन् किरिम बहिनीको चोरेर। हे किरिम चोर्ने गर्दिनन् काम त जन्मजात गोरी हुन् आमा त के। हे हुन्छ आमा घर राम्रो चलाउ के परेलीमा रातो चाहिँ नलाउ। ए भन्छन् छोरी आमाको साथी हो यस्ता छोरा छोरी नपाउन जाति हो। अगाडि आकी थिइन् तेरो कुर्ता मम्मीले लागे। ए होइन फेरि मिलाउन जान्ने लाली नलाउ भनेकै नमान्ने। हे रुचाउँदैनन् लाको र खाको जन्म्यो छोरो बाउ भन्दा गइगएको। मेरो आमा बुझ्ने छ जान्ने यो भाइ बहिनी भनेकै नमान्ने के हो। ए आमाले कुर्ता लाएर अप्ठ्यारो पारे हे कुर्ता लगाइदिएर अप्ठ्यारो पारे खाली सिरियस भइहाल्छ तँदार। ए हाम्री आमा जाडाले काँप्सिँदै बजार लयो मिनिस्कट नाप्सिँदै। म त गाउँ गाउँ भनेर हिँडी आफू लाउने यति काली हुँदा पनि गोरी भएर क्रिम पाउडर लाएर हामीलाई चाहिँ नदिने। ए खाना छिटो काम गर्न ढिलो तैँले के क्रिम लाउने ए लाउँछेस् क्रिम अनुहार भए पो गतिलो। हामी मिल्छौँ कहिल्यै मन रुवा छैन तिम्रो आमालाई सुन्लाकै स्वास छैन। हे हाम्री मम्मी जस्तीकै देख्दिन कटलाएर हिँडी कि देख्दिन। हाफ प्यान्टलाई छन् पुऱ्याएर विधि राम रामको अस्ति देखि हुन् काली देखि। छ्यामालाई वचन लाउने यस्ता छोरी हुने गाँठे। हे वचनलाई छस् राम्रो सा सुन्छु म त भन्दा त ब्युटिफुल हुन्छ। ए हाफ कटुमा स्यान्डिल लाएको किन मम्मी यस्तो भइस आएको। हे बाको हाफ प्यान्ट मम्मीले भिरेको किन होला गाई गोठमा चिरेको। कति कुरा मनैमा खेप तो ध्वसेले आमालाई नहेप। आमा बालाई राम्रो छ भन केटा तेरो दिदी बिरामी छन् केटा। सुनाए गाउँले ओ सुनाए हे हाम्री आमा काली नै हो त धन्न म त गएछु बाउगो त के दोष लगाइ छस् आमाको छालामा 32 मुजा पर्या छन् गालामा। ए हाम्री आमा भैँसीलाई उठ भन्छन् गोबर सोर्ने जुत्तालाई बुट भन्छन्। यिनका मुखमा ढुङ्गाले चेप्ने त पापी नै हुन् बाउ आमा हेप्ने। ए त्यसै त्यसै दुखाइनस् मन दिदी दिदी तँलाई के भयो भन्दी। हे आमा छोरी दुईजना दुई ताल छ कपाल हेर त दिदी नि उही ताल छ। ए दिदी र आमालाई देख्दै रिस उठ्यो मलाई। मैले आमालाई भन्छु त तैँले मेरो सपोर्ट गर्ने होला नि त रिस उठ्ने। हे आमाको सपोर्ट सुनाइ त आमाको चुप ला है तिम्रो यहाँ। हे आमाको सपोर्ट
लिनलाई लाइकियो सुनै भाले हाम्रो दिदी पहिला गई थिए फर्केर आए ए पहिला गएर आउनु त राम्रो झन् बिहे नहुँदै भान्जो छ हाम्रो ए तेरो दिदी फर्किन्छ गएर आज भान्जो ल्याइ छैन लाज भएर ए झोलुङ्गो नि बनाइछिन् बोरालाई कोहीले सोधे भाइ भन्छन् छोरालाई ए दुःख सुख गरेर खान्छु म छोडेको पोइ का होला जान्छु म ए अहिले आएर पोइ बठा जाम भन्यो पहिला सोद्धा चाडाको नाम भन्यो फर्के पनि हाम्री त सही छ यार तेरो दिदी घसौटै रहेछ ए केही गरे नि ठिकमा नआउने झैँ घस्यौटा नि डढेलो लाउने ए दिदी तसा टाढा भन्छन् है गाउँलेहरूले फर्कौली भन्छन् ए दुईटा घरबार तिनटा घरबार चारवटा घरबार कर्म त्यस्तै भएपछि के हुन्थ्यो र ए नहुने कुन थिएन भान्जो पाए नि नाम लिन हुन्थेन हे यिनले नाम लिएको 4 जना हो एउटा चाहिँ त पारीको काना हे किन कुरा सुन्छु त जैरेको छोरो चाहिँ हो पल्लो गाउँ भइरहेको